सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै हुँदै आज चाहिँ मेरो ड्युटी जाने समय छ दिवसले छोड्न आएको हन् अनि ऊ त्यो चाहिँ मेरो अकोमेन्डेसन हो तर म चाहिँ त्यहाँ बस्दैन यही फ्यामिलीहरूसँगै बस्न यति आउँछु त्यति 5 मिनट लाग्छ हिँड्दै जान त्यही जान्छु त्यहाँबाट बस्दै लड जान्छ सबैजना लाइक कमेन्ट सब्सक्राइब गर्नु होला साथीहरू माया सपोर्ट गरिदिनु होला सक्नु समुद्र चट्टनीलो भएको छ अनि एलिनाको पनि चक्क यहीँ छ एलिना के भन्दै थियो भन न अहिले पार बोला चाहिँ यहाँ नि यो डोमिन होटलमा 2 वर्षसम्म काम गरेपछि अलि बेरसम्म काम गऱ्यो भने अलि राम्रो मेरो काम देख्यो भने 1 महिनाको सुपरभाइजर ट्रेनिङ दिएर सुपरभाइजर बन्नु एलिना 2 वर्ष के अरे के होटल डोमिन होटलमा काम गर्ने सुपरभाइजर मक्ख परिहाल भलकमा सुनाइदिनु न भलकमा सुनाइदिनु सबले थाहा भन्छ सो त्यही अब चाहिँ एलिना चाहिँ मैले यहीँदेखि छोड्नु पर्ने हुन्छ उता चाहिँ म जान्न अनि एलिना चाहिँ यहीँदेखि जान्छ नि मार्केट छ बल्कम किन्नु भने त्यस्तै भर्खर किन्ने हुन्छ अब म चाहिँ बल्क किन्नु जान्छु मार्केटमा त्यसपछि म चाहिँ घर फर्किन्छु यो एलिना चाहिँ उठेको छ चिकन कुन लग्यो यो भाइरल मिठाई हो कुन लग्ने र यही लग्ने यही दुईवटा लग्ने सो हामीले चाहिँ यो बलगम र यो किनेछौँ अब हामी चाहिँ यहाँदेखि बिलिङ सिलिङ गरेर निस्किनु पर्ने किनकि पैसा थिएन थिएन त सिक्का पैसाहरू चाहिँ त्यही जम्मा पारेर उ गरेको अब हामी चाहिँ निस्किनु पर्ने म चाहिँ गर्दैन थिएँ यसलाई दिदिनँ मार्केटबाट निस्किसक्यो भाइ गरेर फेरि के भन्थ्यो अरे त्यसले एलिनाको एउटा साथी भन्यो कि यहाँ मार्केटमा फेरि एउटा डर है हामी चाहिँ अस्ति साइमलाई लिएर आएको थियौँ नि त हामीलाई अनि त्यसले फेरि तेल फेरि ऊ भनेर छोडी मान्छे भने अनि भरि के भन्छ सिस्टर यहाँ सो चाहिँ अब एलिना चाहिँ यतादेखि सट्टा जान्छ नि अस्ति यो साइमलाई छोरा भन्छ अब कुन दिन मलाई के गर्नु पऱ्यो र यो के भन्छ हस्बेन्ड भने सोच्छु अनि सो एलिनाको टिजाल बिल्डिङ होला कपुन्डेसन अनि गाडी पनि यहीँ आउँछ अनि म चाहिँ ल सो जानुपर्ने हुन्छ ल बाई 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 गइसक्यो र अहिले म रुममा आइसक्छु सो त्यही आजको ब्लग चाहिँ यहीँ मनबाट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न हस् नमस्कार राम्रो छ नि कलेज